हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है मेरो मिनी ब्लगमा साथीहरू। ल आज चाहिँ मैले बनाउँदैछु तातो पालकको ग्रेभी र लच्छा परोठा। मैले चाहिँ खाइसकेँ बनाएर। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला। हजुरहरूले कसरी खानुहुन्छ भिडियोहरू राख्दै जानुहोला। तपाईलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। मैले चाहिँ यहाँ पालकलाई मसिनरी काटे, बदाम अनि नुन बेसार जिरा दुईटा सुकेको खुर्सानी यति भएपछि खासै अरू केही पनि चाहिँदैन। अनि मैले यहाँ चाहिँ अघिको बदाम दुईटा टमाटर हालेर लसुन अदुवा ग्रेभी गरेर यसलाई चाहिँ मजाले पकाएर पालकको तरकारी बनाउन गइरहेको छु। यस्तो मिठो टेस्टी पनि हुन्छ है साथीहरू। हजुरले पनि बनाएर खानुहोला। अनि मेरो रेसिपी राम्रो लाग्यो भने कमेन्ट गर्नुहोला। अनि मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा है त। थ्याङ्क यू सो मच वाचिङ द भिडियो। लभ यु अल।